हेलो हेलो साथीहरू, नमस्कार 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 सबैलाई नमस्कार है साथीहरू। के छ साथीहरू, हजुरको ताजा खबर है, आराम कुशलै हुनुहुन्छ होला है। हजुरहरूलाई म चाहिँ आज यो मलेसिया भन्ने ठाउँको चाहिँ एकदम सुन्दर शान्त भएको एकदम छुट्ट सहर सिटी हजुरहरूलाई म देखाइरहेको छु है। यो ठाउँको चाहिँ वातावरण हेर्नुहोस् साथीहरू, जङ्गल देखेर बस्तीदेखि लिएर हरेक चिजहरू चाहिँ यहाँ चाहिँ पुरै हेर्नको लागि र यो ठाउँको वातावरण मौसम हेर्न लागि चाहिँ एकदम राम्रो देख्न सक्छौँ हामी है साथीहरू। पुरै वरिपरि चाहिँ जङ्गलै घेरेको बिचमा बस्ती हामी देख्न सक्छौँ। हेर्न कस्तो लाग्यो हेर्नुहोस् है साथीहरू, दृश्य बिचमा चाहिँ हेर्नुहोस् हाम्रो चाहिँ पार्किङ देख्न सक्छौँ हामी। सानो तरिका पनि हामी देख्न सक्छौँ र ठुलो पारा हामी पनि हेर्न सक्छौँ है। गाइजहरू हेर्नुहोस् है त साथीहरू, कस्तो लाग्यो हजुरहरूलाई। हेरेर साथ सपोर्ट प्रतिक्रिया दिनु होला। हेर्नुहोस् है, पुरै माथि चाहिँ हाइड्रो पावर पनि हामी यसरी चाहिँ देख्छौँ। चाहिँ हरियाली मौसम वातावरण उस्तै है गाइजहरू, राम्रो छ। शान्त दृश्य पनि देख्न सक्छौँ। यहाँ कल्की फुलको बिरुवा है गाइजहरू, यसरी फुलको बिरुवादेखि लिएर चाहिँ हरेक दृश्यहरू हजुरहरूलाई म देखाउन सक्छु। हरियाली कफी खाने एरिया है साथीहरू, यो चाहिँ मनोरम तरिकाले चाहिँ भरपुर हामी देख्न सक्छौँ। लागि हजुरहरूलाई हेर्नुहोस् है त, ल हजुरलाई म दृश्यहरू देखाइरहेको छु। छुट्टै फेरि खुल्ला वातावरण है साथीहरू। हेर्दा चाहिँ पनि हामीहरूलाई देख्न सक्छौँ साथीहरू। गाइजहरू यस्तो दृश्यहरू सक्छौँ हजुरलाई, त्यही राम्रो छ गाइजहरू, हेर्नुहोस् है त। थरी थरीका फुल बोट मसिना फुलहरू साना गुच्छा रूपमा हामी चाहिँ देख्न सक्छौँ है। यसरी चाहिँ यहाँ चाहिँ यसरी हामीले बोटको रूपमा पनि देख्न सक्छौँ गाइजहरू है। यसरी चाहिँ राम्रोसँगले सजाएर राखेको कम्पाउन्ड, यहाँ चाहिँ फुल कल्की फुल होला सायद है। यो कल्की फुलले यति राम्रो फुलिरहेको छ गाइजहरू, हेर्नुहोस् त। कल्की फुल हो साथीहरू, ठुलो कम्पाउन्ड। त्यस्तै यहाँको क्राइम इमिग्रेसनहरू हामीले लेखेका सक्छौँ गाइजहरू है। यस्तै छ गाइजहरू। हेर्नु साथीहरू, पुरै हामी चाहिँ यसरी पार्किङ यस्तो राम्रो देख्न सक्छौँ। यही सजाएर राखेको छ गाइजहरू, हेर्नुहोस् त। राम्रो देख्न सक्छौँ है। सब पार्किङ एरिया गाइजहरू, यो चाहिँ हेर्नुहोस् त। लागि साह्रै राम्रो आकर्षक घुम्नको लागि। गाइजहरू है त, राम्रो प्लानिङ घुम्ने ठाउँ है साथीहरू, देख्न सक्छौँ।
थोरै थोरै यो बिरुवाहरू फुलहरू सजाएर सबै छु हेर्नको लागि आकर्षक देख्न सक्छ गाइजहरू है त। सेर बसेको बिरुवाहरू कति राम्रो सजाएर राखेको देख्न सक्छौँ है गाइजहरू। ल हेर्नुहोस् त मजालेसँगले चाहिँ फेरि चाहिँ देख्न सक्छौँ हामी। वरिपरि चाहिँ सारा सारा फुलका बिरुवाहरू चाहिँ साथीहरू धेरै राम्रो सजाएर राखेको है। धेरै राम्रो लाग्यो गाइजहरू है। कस्तो लाग्यो हेरेर साथ सपोर्ट प्रतिक्रिया चाहिँ दिनुहोस् है त। ल बाहिरी दृश्यहरू यस्तै छ। सुन्दर वातावरण है। वातावरण सेरोफेरो अति राम्रो सुहाउँदो चटसँगले चाहिँ फुलले सजाएर राखिएको गाइजहरू है। धेरै राम्रो छ। गाइजहरू हेरेर साथ सपोर्ट प्रतिक्रिया चाहिँ दिनुहोस् है त। ल सबैले कस्तो लाग्यो साथीहरूलाई। साथीहरू सबैले चाहिँ सरसफाइ गरिदिनु होला भन्न चाहन्छु। यहाँ चाहिँ हामीले लिची भन्छ हो साथीहरू। यो चाहिँ लिची फलेको छ टन्नसँगले चाहिँ लिची फलिसकेको रहेछ है। यहाँ चाहिँ टटरम्म लिची फलेको छ। यतापट्टि चाहिँ सबै यो चाहिँ लिचीको कम्पाउन्डहरू देखाइरहेको छु हजुरहरूलाई म। यतापट्टि चाहिँ बसेर आनन्द लिने ठाउँ, खुल्ला ठाउँ है गाइजहरू। यस्तै छ खुल्ला ठाउँ, बस्नलाई आनन्द रमाइलो। त्यस्तो लाग्यो हजुरहरूलाई सपोर्ट प्रतिक्रिया दिनु होला भनेर भन्न चाहन्छु है त। यतापट्टि चाहिँ पार्टी, यहाँ चाहिँ यहाँ बसेर यो ठाउँको परिसर हेरेर यहाँको चाहिँ वस्तुस्थितिहरू हेरेर चाहिँ रमाउने ठाउँ रहेछ है गाइजहरू।
कपुर थानको रूपमा पनि हामीलाई लिन सक्छौँ। राखिरहेको छ गाईहरू है। पानी सजाएर चाहिँ चाहिँ बोट बिरुवामा पानी लाउनलाई राम्रो पानी सजाएर राखेको छ। यस्तै छ गाईहरू है त। लाग्यो हजुरहरूलाई सपोर्ट गरिदिनु होला है त। गाईचहरू अगाडिपट्टिको चाहिँ मन्दिर हो गाईचहरू है। अगाडिपट्टिको चाहिँ विभिन्न किसिमको भक्तहरू जनहरू चाहिँ यहाँ चाहिँ पूजा गर्ने गर्छन्, आउने जाने गर्छन्। ठुलो पनि हामी देख्न सक्छौँ। यो चाहिँ मन्दिर परिसर है। यस्तै छ गाईचहरू। नयाँ पनि खन्दै गरेको अवस्था। अगाडिपट्टिको प्लान गाईजहरू है। सफा छ, शान्त छ वातावरण है। रमाइलो सुनसान वातावरण भएको ठाउँ। मलाई चाहिँ आनन्द है। फुलबारी राम्रो देखेर राखेको चाहिँ सजाएर राखिएको। यो मन्दिर परिसरको चाहिँ वरिपरिको दृश्यहरू हजुरहरूलाई म देखाइरहेको छु है। जस्तो लाग्यो हेरेर साथसाथै प्रतिक्रिया चाहिँ दिनुहोस् है हजुरहरू सबैले। म चाहिँ हजुरहरूलाई त्यस्तै दृश्यहरू देखाइरहेको छु। जस्तो लाग्यो हजुरहरूलाई भाग है। भाग्य चाहिँ ल गाईहरू है त। सम्पूर्ण हामीले देखाएर यसरी देख्न सक्छौँ। गाईहरू हेरेर साथ सपोर्ट र प्रतिक्रिया चाहिँ दिनुहोस् है त सबैले। यसै गेटबाट म हजुरहरूलाई यसो दृश्यहरू देखाइराखेको छु। गाईहरू है त। ल साथीहरू हेर्नुहोस् है त। ल यो जस्तो भयो भने हजुरहरूले चाहिँ हेरेर साथ सपोर्ट प्रतिक्रिया कमेन्ट चाहिँ गरिदिनुहोस् है त हजुरहरूले। साथै मेरो लागि चाहिँ अमूल्य बन्ने छ भन्दै हजुरहरूलाई फेरि पनि अर्को भ्लगमा यस्तै भिडियोहरू हजुरलाई अवश्य देखाउने नै छु। हेरेर अवश्य पनि हजुरहरूले प्रतिक्रिया दिनुहुनेछ भन्ने चाहिँ मलाई आशा लागिरहेको छ है। त्यही भएर चाहिँ हजुरहरूलाई म अब चाहिँ यस्तै दृश्यहरू अवश्य देखाउने नै छु, देखाइ पनि रहेको छु है। कस्तो लाग्यो हेरेर साथ सपोर्ट चाहिँ अवश्य दिनुपर्ने हुन्छ है त साथीहरू। ल अवश्य म हजुरहरू फेरि अर्को भिडियो ल्याउने बाचा गर्दै यसबाट चाहिँ म बिदा लाग्न चाहन्छु है त।